फेरि पनि एउटा भिडियो बनाउँदैछु। यो भिडियोले कसैलाई असर पर्न गएमा क्षमा चाहन्छु। म कुनै पनि पार्टीको कार्यकर्ता पनि होइन, अहिलेसम्म जिन्दगीमा कुनै पार्टीको सदस्य लिएको पनि छैन। म एउटा सचेत युवा भएको नाताले, म एउटा सामाजिक सञ्जाल प्रयोगकर्ता भएको नाताले हरेक पार्टीका हरेक कार्यकर्ताका गतिविधिहरू नजिकबाट नियाल्ने गरेको छु। यसै सन्दर्भमा अहिले समसामयिक विषयवस्तु लिएर हाम्रो पूर्वी रुकुमको लागि प्रचण्ड चुनावमा आउँदै हुनुहुन्छ भन्ने सुनिएको थियो निकै लामो समयसम्म। आज 2-3 दिन भएको थियो। सन्दीप पुन सपोर्ट सन्दीप पुन धेरै कमेन्टहरू देखेको थियो। मैले पनि 2-3 वटा ठाउँमा सन्दीप पुन को हो भनेर मैले कमेन्ट गरेको थियो। सायद हाम्रो सन्दीप सरले मलाई त्यही कमेन्ट देखेर नै होला रिक्वेस्ट पठाउनु भएको रहेछ। खुसी लाग्यो, धेरै धेरै धन्यवाद। वेलकम छ मेरो वालमा। तर म चाहिँ के भन्न चाहन्छु भने सबैजनाले एकले अर्कालाई सपोर्ट गर्नु एकदम ठुलो कुरा हो। सपोर्ट गर्नको लागि पनि म्यान हेर्नुपर्ने, भिजन हेर्नुपर्ने हुन्छ। किनभने यो चुनाव भनेको 5 वर्षसम्म, मैले पहिलो भिडियोमा पनि भनेको छु, 5 वर्षसम्म हाम्रो मालिक चुन्ने दिन हो। हाम्रो मालिक कस्तो खालको छ भनेर हामी चाहिँ धैर्य हेर्नुपर्ने हुन्छ। त्यही भएको कारणले हाम्रो सन्दीप सर भर्खर स्टार्टिङ जस्तो लाग्यो। म उहाँको वालमा भिजिट गरेर समथिङ 3 घन्टा जति मैले उहाँको वाल भिजिट गरेर बिताएँ। उहाँको पोस्टहरू भिडियोहरू हेरेँ। उहाँ सरले फिक्स अडान के लिएर आउँदै हुनुहुन्छ र प्रचण्डले के लिएर आउने। प्रचण्डले त दिने गफै हो। अब तपाईँ जनताहरूको हातमा छ, युवालाई हेर्ने हो या बुढोलाई हेर्ने। अनि म चाहिँ एउटा कुरा के पनि भन्न चाहन्छु भने हाम्रो यदि प्रचण्डको उसमा चुनावी माहौलमा प्रचण्डसँग प्रतिस्पर्धा जाने हो भने हाम्रो पुठातिर निकै अग्रज निकै गाउँठाउँ हाँक्ने नभएर देशै हाँक्ने खालको नेताहरू पनि देखेको छु। तर उहाँहरू किन साइलेन्ट बसेको मैले नबुझेको कुरा, बा युवाको चाहना नभएर हो या हाम्रो प्रतिनिधिहरू, हाम्रो पुठाभित्रका प्रतिनिधि अथवा हाम्रो पूर्वी रुकुमका भूमिका प्रतिनिधिहरू किन चुप्प छन् भन्ने कुरा चाहिँ मलाई धेरै खुल्दुल लागेको छ। कि युवाले नचाहेर हो? लौट युवा, तपाईँहरूको चाहना के छ? हाम्रो पूर्वी रुकुमका प्रतिनिधिहरूलाई नै अगाडि सार्ने योजना छ कि पुरानै बुढो खाडा प्रचण्डलाई नै? तपाईँहरूको हातमा है त।